आज हामीसँग को हुनुहुन्छ मिसन चलाउने हाई गरिदिनुहोस् सर। बिचतिर फेरि फिसिङ सिसिङ हेर्ने हिँड्ने अरू अन्यथा नलिनु होला होइन हो कि बड्डी टक्क बिच जाने फिसिङ गरेको घरि यस्तो फिसिङ सिसिङ गर्ने कसैले माछा मारेछ भने खिचेर देखाउने होइन। नो बिचेस ओन्ली फिसिङ ओके। टक्क त्यहाँ टक्क ढङ्लङ 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 70-80 वर्षको बुढीहरू नि यति जवान तरिका कति जोस हुने हो कि यो मेरो पनि जवानी कस्तो चढ्यो जवानी चढे होइन कि भन नि तागतकै एउटा बुढोले त्यहाँ ब्याङ्क पछाडि छ त्यहाँ पछाडि छ भने होइन गएको त्यहाँ त केही छैन अब बाटै छैन हामी त हराइयो कि हराइ पुरामा भेट भयो फेरि जहिले हराइन्छ। सो गाइज वेलकम टु माई भ्लग। आज हामीसँग को हुनुहुन्छ मिसन चलाउने हाई गरिदिनुहोस् सर। सो आज हामी दुईजना बड्डी भएर होइन टक्क बिचतिर यसो हेरौँ के कसो रहेछ भनेर जाँदैछौँ होइन। बिचतिर फेरि फिसिङ सिसिङ हेर्ने हिँड्ने अरू अन्यथा नलिनु होला होइन हो कि बड्डी टक्क बिच जाने फिसिङ गरेको घरि यस्तो फिसिङ सिसिङ गर्ने कसैले माछा मारेछ भने खिचेर देखाउने होइन। के अन्त टक्क आज हाम्रो बड्डी आइपुगेका छन् होइन। आफ्नै कोमल पाउहरूलाई मेरो क्षेत्रमा ल्याइसकेका छन्। सो बिचमा विथ नो बिचेस ओन्ली फिसिङ ओके। टक्क त्यहाँ सायद हिउँै जमेको होला होइन पानीमा टक्क हिउँसो जमेको हुन्छ टक्क काटेर माछा साछा मारेको हुन्छ हेरिदिने हो। जोगी जस्तो देखेछ होइन दुईजनालाई। ज्याकेट पनि एउटै रहेछ क्या फेरि होइन केही छैन केटा हो। ऊ पनि हाम्रो होइन के अरे नजिकै बस्ने मान्छे होइन जम्मा एउटा स्टेसन अगाडि बस्ने मान्छे होइन पुरै गायब भएर आज बल्ल समय पाएर समयको व्यस्तताले काम 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 होइन के अनि यस्तै होइन नजिकै भए पनि भेट्नु त गाह्रो छ। सो आज यहाँ आइपुगेको छन् आफ्ना कोमल पाउहरूलाई मेरो सामु ल्याइसकेका छन्। अब रोको के अब यहाँ भन अरू के हेर्न लाग्यो यहाँ मुला मेरो अर्को के म्यासेज आइरहेको कि तिम्रो के म्यासेज आयो त्यहाँ इके सिनियर्सको त्यहाँ से हेर न सेमा के म्यासेज आइरहेको पहिले। सो हाम्रो मिसन सरले सोध्दै हुनुहुन्छ कति टाढा हो धेरै टाढा होइन नजिकै हो होइन नट सो फार। अब हिँडेर गएर 1.5 किलोमिटर मेबी होइन। टक्क सौन्दर्य प्रकृतिको काखमा होइन हो कि होइन भन न केही भन न तिमीलाई कस्तो महसुस भइरहेछ यो ठन्डीमा। ठन्डी भन्नु कि ठिकै छ मौसम अहिले मान्छे होइन मोटाएर डक्क तल मान्छे मोटाएको स्थितिमा उहाँबाट हेरिरहेछ गाई से आए हामीले भ्लग बनाएको उताबाट हेर्दै थियो होइन हाई भन् भनेको फेरि गर्छ केटाहरू अब के भन्नु हामी भन्दा पनि लजाइदिने के भन्नु अब यहाँ अब के भइरहेछ यहाँ टक्क यहाँ के कन्स्ट्रक्सन भइरहेछ होइन टक्क सिमेन्ट झारिरहेछ यहाँ यी गाइज आउन अब के भन्दा गाडीले नआनै फेरि गाडीले फलाप्प हान्दियो भन्दाखेरि अब कहाँबाट हुन्छ गाडीले नहानुस्। उताबाट हाम्रो ब्युटी यता हाम्रो क्युटी दुईजना भेटघाट भयो। उसको नजर चाहिँ त्यतै हो कि खालि केटी देख्नै नहुने भनेर फेरि भाउजू हेर्नु होला मजाक गरेको भाउजू अन्यथा नलिनु होला होइन। जोक सपाट म त लास्ट कालो भन्दै भएर क्यामेरा हटाइदेऊ न अर्को बनाउनु होइन बाल मजा आउँछ बड्डी अहिले मजा आउँछ एडिट गरेपछि। सो हाम्रो सुटी आन्टी टक्क ढङ्लङ 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 70-80 वर्षको बुढीहरू नि यति जवान तरिका कति जोस हुने हो कि यो मेरो पनि जवानी कस्तो चढ्यो जवानी चढे होइन कि भन नि तागतकै इनर्जी हेर न मैले ब्रेड खाएको ज्यानर हामी घिउ खाएको शरीर यस्तो हामी साथीको एउटा सानो काम पर्यो होइन वी विल बी कन्टिन्यू
एकैछिनमा है त ओके बाई Okay, गाई guys. चुप्पा टाढाबाट उहाँ गरिदेऊ नि त सो हामी बिच घुम्न गएको होइन बिच घुम्न जानलाई बिच यहाँ नजिक कुनै बिच छ भनेर सोधेँ होइन एउटा बुढोलाई बुढोले त्यहाँ ब्याङ्क पछाडि छ त्यहाँ पछाडि छ भने होइन गएको त्यहाँ त केही पनि छैन भन्छ अब ओजेर नपाएर हामी अब घरतिर चट्ट चल्न लाग्छौँ होइन 20 गोली मार रुममा जा सुत अब के भन्दैन बड्डे बड्डे फेरि ऊ चाहिँ अब जान्छु म रुमतिर मलाई लास भइसक्यो मेरो काम छुट्ने भयो मेरो परिवार पाल्न गाह्रो ऊ चाहिँ अब निस्किने उसमा छैन चालमा ढालमा छ अब ठिकै छ जाने मान्छेलाई कसले रोक्न सक्छ र होइन त्यस्तै हो माया नभएपछि होइन ठिकै छ अब गरी खाऊ भनेर छोडिदिनु पर्यो अब के गर्नु बिच घुम्न आएको बिचले बिच गराइदियो होइन त्यो त हो सिधै निस्किने हो क्या टक्क बाटै छैन हामी त हराइयो कि अबे we lost guys हराइ उरामा भेट भयो फेरि जहिले हराइन्छ उरामा खतरा हो नि त फेरि कहीँ हिँड्यो भने कहिल्यै त्यो ठाउँमा पुगेको रेकर्डै छैन क्या दुःख नपाइकन उसको मेरो कम्बो नै बगाल हो कि फेरि हराउनै पर्यो एकचोटि त हराउनै पर्छ गन्तव्यसम्म फेरि खेल्दै जाँदै अहिले त्यो ओजरतिर पुग्न पनि सकिन्छ होइन यताबाट हो घर जाने बाटो थाहा छ क्या आउने बाटोमा जुन पिक्छ टक्क भित्रबाट मालसाल लाएर होइन टक्क सनबाप दिन आएको सनबाप त सन्कियो नि त नि तनाव भइगयो यार गाह्रो परिगयो ए भगवान हामीलाई बाटो देखाऊ प्रभु परमेश्वर हाँस नहुँदा जबरजस्ती हाँस्न उठाउने क्या कपाल बाबाजीको बुटी हो क्या ऊ फेरि हाम्रो बाबाजीकी बुटी बाबाजीकी बुटी कपाल सपाल खोलेर नि टक्क मेरा दिल और तुम हो यहाँ टक्क आयो अर्को बाटोमा होइन सोचेर न सोचेर जाठु रुम जेरो अब रुम जेरो अरू भन के छ घरतिरको हालखबर मम्मीलाई कस्तो छ भाउजूलाई कस्तो छ भाइ बहिनीलाई कस्तो छ भाइ बुहारीलाई सब ठिक छ कुराकानी भएको छ कि फोन गरेछौ किन यतै हो उहाँ यस्तो लेख्यो क्या फोन गरेछौ किन कुराकानी भएको छ कि नै ऊ चाहिँ हाम्रो होइन भविष्यको युवा नेता हो क्या उसलाई चाहिँ उसको क्षेत्रको मान्छेले मजाले भोट हाल्नुपर्छ होइन हाल्नु पर्यो जिताउनु पर्यो नि त यार आफ्नो मान्छेलाई यार भोरोने क्षेत्र नम्बर यतिको घर न त अब्लास्टको ऊ चाहिँ होइन अझै मस्को अब्लास्टको तिमीले मलाई भोट नहाल्न मिल्ने हो 500 किलोमिटर डिस्टेन्समा छौ अब यहाँबाट क्रस गर्न जाँदैछौ अहिलेलाई चाहिँ सी यु गाइज सो रिटर्न भएको अवस्था बिचमा बिच्कियो अब रुममा खिच्कियो अब यहाँबाट स्वाट्ट छिर्ने है जमानामा हुन त 6 महिना अगाडि गएको बिच होइन अहिले चाहिँ मैले बाटै आधा वर्ष भइसक्यो भने गाह्रो छ गाह्रो छ के गर्ने यस्तै छ होइन बर्थडे उसलाई चाहिँ काजु कस्का धुप्रोपका होइन भने यहाँ चाहिँ टक्क तिमीलाई अब ठ्याक्क जाने बाटोमा ठ्याक्क निकालिदिन्छु नि त तिमी ठ्याक्क यता म यता ठ्याक्कै केही फरक नपर्ने तरिका चिलमा हो कि नै मुली ओजेर गएर मुली डह्रो चिल गराउन भनेको चिल मुली घाँडमा सरी
रङ वर्ड युज भयो त्यसको लागि म एकदमै क्षमा प्रार्थी छु मलाई माफी गरिदिनु होला बाटै बाटो हिँडिदिनु फुटपाथ पनि त छ त यार ल गाइस आजलाई बाई अब यस्तै भयो आजको गन्तव्यबिन भयो हामी हराइयो बाई सी यू बाई गरिदियो नि त बाई बाई